आज यहाँ हाम्रो चाहिँ घरको मौरीबाट चाहिँ घारबाट चाहिँ दुईटा तीनटा कतिवटा रानो निस्किबस्छ अरे नि त। अनि त्यसरी छुट्याएर लिएर जाँदै रहेछन् कि अनि त्यहाँभित्र ऊबाट बक्सबाट निस्केर यहाँ बाँसमा लुकिरहेको रहेछ। अनि एउटा मौरी पालनको भाइ आउनु हुँदो रहेछ। अनि उहाँले चाहिँ अब कहाँबाट रानो छुट्याएर लिएर जानुहुन्छ अरे के कसरी ल्याउँदो रहेछ। झुल्लेर टाँगेर बस्नु पर्ला हौ लुकेर भित्र। यो घारबाट निस्केर गएछ के। यहाँ त सिमल तरुलको बोट यत्रो ठुलो छ त यिनीहरूले नखुनेको कि के हो धनु कराउनु पर्ला सिमल तरुल खनेर खानलाई। हरायो हौ त्यो मौरीको रानो समाउने मान्छे त हरायो नि त हौ हरायो। उहाँले लाने अरे। हाम्रोमा त दुई घार छँदैछ नि। यहाँ मौरी हजुर हजुर त्यहीँबाट छुटेर चाहिँ अर्को निस्कियो हजुर। उहाँले निकाल्दै हुनुहुन्छ त निकाल्दै हुनुहुन्छ उहाँले। एक दुई दिनमा हेर्ने अरे बुवा होइन। अब त्यो आफै भरिरहेछ निकाल्यो खायो बोक्नु पनि नपर्ने होइन बोक्नु पनि नपर्ने बोकी हिँड्नु नपर्ने पकाइदिनु नपर्ने खोर सोर्नु नपर्ने। ए उहाँले चाहिँ त्यो काठको टुक्रामा सार्नु हुँदो रहेछ क्या त्यसरी बिस्तारै थाहा नपाए तरिकाले। यो हुरी आउँदाखेरि उडाएर लगेको भनेको त होइन रहेछ आफै भागेको रहेछन् क्या। आफै पनि भाग्दो रहेछ। रानो दुईटा भएपछि चाहिँ एउटा रानो त्यहाँ बस्यो अर्को रानो चाहिँ जाँदो रहेछ नि त लिएर कर्मी मौरी लिएर। घुम्दैन अनि अझै डसाइदिएन मलाई ल्याएर डसाइदियो भन्छ र डसायो भने सबै उल्का पात भागिजान्छ मरिहाल्छ नि। एउटा मौरीले एउटा टोकेको मौरी मरिहाल्छ त नि। कसले टोकाइदियो भन्छ अरे नसाको रोगीहरूले। ए तँलाई मौरी चाहिँ नसाउनु भन्नु नि नष्ट गर्नु भाग्दैन रहेछ नि त त्यो टाँसिएको चाहिँ फेरि त्यहाँ सरेको होला नि किन भाग्छ सिकसिक लाग्ने जन्तु नि। अनिवार्य चाहिन्छ अरे नि होइन संसारमा होइन यो मौरी सक्यो भने मान्छे सकिन्छ। मौरी अनिवार्य हो। अब सजीव जातिका लागि प्राकृतिक अनिवार्य हो। त्यसले गर्दा गाह्रो हुने पो बाँच्न अब जोगिन गाह्रो हुने पो। मौरी त मान्छेले मौरी भएन भने मान्छे पनि रहँदैन अरे भन्ने रहँदैन सुनेको चाहिँ हो है। अस्ति मैले पढेको एकदम हो। ए धेरै सबै पो उठाउनु लाग्नु हो त नि त्योमा। अनि सबै उठ्छ नि त नउठी त उपाय हुँदैन नि। यहाँ अहिले रानी देखिँदैन हो। रानी कहाँ छ रानी नउठी त यो गाह्रो हुन्छ नि। पालो पालो ल्याउनु चाहिँ मिल्दैन एकैचोटि ल्याउने। एकैचोटि ल्याउने सरिसक्छ अनि ए अनि त्यसरी तपाईँ झर्दाखेरि पनि त्यो हल्लिएर झर्दैन। ल ल ल मौरी छुकाएर न फेरि चिल्दैन नसाको रोग लाग्दैन नि भइहाल्यो चिल्नु अन्त भ्वाक्कै मौरीसँगै झरेर मान्छे पकाउनु टाउकोमा सरेर मौरी काठमाडौँ तपाईँहरूको अब घरै उतै होला होइन उतै हो नि के गर्नु मौरी पालौँ भने पनि घर उतै भित्र हो। हाम्रो त सहरमै भन्नु पर्ला। पहाड छेउछाउ यसो वन जङ्गलका छेउछाउ बसोबास गरे राम्रो हुने। त्यस्तै हो सहरभित्र चाहिँ होइन वन जङ्गल शिवपुरी जङ्गलभन्दा अलिक नजिकै पर्छ मेरो चाहिँ। 3 किलोमिटर जङ्गल भेट्छ। 3 किलोमिटर त्यस्तै हजुर जङ्गल भेटिन्छ। त्यसो भने मौरी हुन्छ त
3 किलोमिटर भेट्यो भने मौरी हुन्छ पो 3 किलोमिटर जान्छ वरिपरि यो चर्न 3 देखि 5 किलोमिटर जान्छ ए 5 किलोमिटरको चाहिँ राउन्ड मारिदिन्छ वरिपरि ए अनि ल्याउँछ क्या जङ्गलमा तेरो हुनै पर्छ म त पछि त घर त अब त्यो जङ्गलकै छेउमा बनाउने भन्ने छ अलि मासतिर त्यो त म पनि राख्छु मौरी 1-2 घर राख्नु न अब आफूले खानु त भयो भने खाइन्छ नत्र भने यसो अब ऊ संरक्षण जस्तोले उहाँबाट सपोर्ट भएन भने पनि म यताबाट भए पनि सपोर्ट गर्छु कि हजुर हजुर मौरीको लागि यहाँबाट उतै लान पनि मिल्छ यसरी यो घारै लानु मिल्छ उड्दैन उड्दैन त्यसलाई व्यवस्था कति घन्टामा पुगिन्छ काठमाडौँ काठमाडौँ त 12-13 घन्टा तरिका मिलाएर लानुपर्छ दिनुपर्ने हो बिहान लगेको बेलुका राति चढेको भोलिपल्ट कति बजी छोड्नु बिहान 6-7 बजी त पुगिहाल्छ नि बिहान यहाँनिर 6-7 बजी 7 बजी पुग्छ लु त्यसो भने त मिल्छ ए लु सरिसक्यो भयो मौरी त सबै सर्छ मौरी समाउने दाई चाहिँ हाम्रो आङसाराङको हुनुहुँदो रहेछ है त हजुरको नाम चाहिँ के हो देवेन्द्र आचार्य हो आचार्य ए ल देवेन्द्र दाईले चाहिँ एकदम मौरी पालन गर्नु हुँदो रहेछ मौरी खेती भनौँ न होइन यो खेती नि भन्दा पनि खेती नै जस्तो त भयो नि महहरू पनि बेच्नुहुन्छ सिजनमा बेच्यो पनि अहिले त अब मौरी मासेको सिजन छ कि ए अलिकति मह पाउन अलिक गाह्रो भइरहेको छ त्यही त हाम्रो त काठमाडौँतिर त्यो मह भन्दै घर घर बेच्नु ल्याउँछन् कि त्यो चिनी के गरेर बेच्दा रहेछन् होइन त्यो त्यसरी ल्याउँछ नि त ढाँटेरै मारे हामीलाई त ढाँटेरै मारे घरमा पालेर खाएको जस्तो कहिले हुँदैन राख्नु त एउटा घाट त्यही त अब राख्नु पर्ला अब बिस्तारी यसो हाम्रो त फेरि वरिपरि फुलहरू पनि छ बारीहरू पनि छ यहाँ मात्रै होइन नि तल अरुण बुढाथोकी बाबै कहाँ पनि राखिदिएको छु ए यहाँ पनि अलिअलि बाँडेको छु नि ए होइन ठिकै छ त राम्रो त उता पर भाइजान उदी पनि लगेको छु तर मेरो चाहिँ सडक बत्तीले मासियो अहिले ए सडक बत्तीले मासियो भन्दा के रातभरि बलेर कि बाटो राखेर बाटोमा उ गरेर रातभरि बलेर होइन यो ठ्याक्क मौरी बेलुका चर्न गएको मौरी आउँछ नि हजुर हो त्यतिखेर अघि 5 बजी पनि बत्ती खोलिदिएको हुन्छ मौरी 6 बजीसम्म आउँछ हजुर 6 बजीसम्म आएको मौरी चाहिँ त्यही बत्तीमा जान्छ ए बेलुका चर्न गएको पनि मासिन्छ अनि बिहान तपाईँको नि हजुर 4 बजी नि मौरी आउँछ 6 बजी मात्रै बत्ती मार्छन् ए त्यो भएर कारण बिहान चाहिँ 4 बजी बत्ती मारिदिने हो भनेदेखि मौरी मासिँदैन हजुर बेलुका 6:30 देखि उता मात्रै बत्ती अथवा 7 बजी छोडिदिने हो भने मौरी मासिँदैन थियो त्यसो भए त यो नगरपालिकासँग कुरा गर्नुपर्ने रहेछ नि त यो त नगरपालिकासँग मलाई राख्न साह्रै मन लागेको छ यो कुरो चाहिँ दर्शाइदिएदेखि सबैलाई लाभदायक हुने थियो नि लु अब कहाँ त्यो त अनि भन्नु पर्यो नि त यहाँनिर वडा अध्यक्षको कसो उसलाई भेटेर यस्तो गरिदिनु पर्यो राख्न पाउँदा चाहिँ नि हामी सबैको कल्याण हुन्थ्यो कि होइन राख्नै पर्यो नि त राख्नु पर्ने नै विषय रहेछ नि त नगरपालिकाले त त्यति त हेरिदिनु पर्यो नि त हेर्नुपर्छ यो कुरो चाहिँ मलाई राख्न साह्रै मन गएको छ किनभने त तपाईँको लागि मात्रै भएन नि त यो त होइन लागि उतै टोक्ला बगान चियासँग पनि कुरो राख्नलाई मलाई साह्रै मन छ त्यसले त्यो पहेँलो लिसो पेपर नटाँसेर कालो चाहिँ लिसो पेपर टाँसिदिएदेखि त्यो पनि समाधान भइहाल्थ्यो ए नटाँसेदेखि त हुन्थ्यो नि पहेँलो फुल फुलेको जस्तो देख्छ कि ए हजुर अनि त्यसले गर्दाखेरि दिउँसो बिचरा चर्न गएको मौरी सबै चाहिँ ल्याप्प 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 टाँसेर कालो चाहिँ देख्दैन कालोमा चाहिँ टाँसिँदैन कालोमा जाँदैन ए कालो फुल होइन भन्छ सेतो पहेँलो मात्रै फुल भन्छ र अनि फुल बनेर गएको नि बिचरा त्यहाँ लु त्यसो भए त यस्तो गर्नु पर्यो तपाईँले अब यहाँनिर हाम्रो बुवासँग कुरा गरेर नगरपालिकाको मेयरसँग भेट गराइदिनु कुरा गर्नलाई मलाई गरिदिनु भनेर कुराबाट समाधान भए सबैको कल्याण हुन्थ्यो क्या सबैको हुन्छ नि त्यो त हो नि एकजनाको मात्र होइन पाल्नेको मात्र तपाईँको मात्रै होइन नि यो त सम्पूर्ण मानव जीवनलाई भनौँ न 100% क्रस मल्टिप्लिकेसनमा यही मौरीको मात्रै भूमिका छ हो नि हावा बतास हुरीले परागसिंचन हुने भनेको त 80-20% मात्रै हो 100 घोगा मकै फल्ने ठाउँमा 20 घोगा मात्रै फल्छ हावाको माध्यमले 80 घोगा त मौरीकै माध्यमले फल्छ हो त्यो सबैका लागि लाभदायक हुन्थ्यो अब खै ल होइन यहाँ म अहिले बुवासँग पनि भनिदिइरहेको छु कसले कुरा गरेको यो कसले देखायो टाङ्स्यो भनेर कान्छीले अरे हाम्रो छ नि चनामती उसले अघि देखेको रहेछ
अन्त नि लु यो चाहिँ तपाईँहरूले नगरपालिकाले भन्यो भने त त्यो टोक्लाले पनि त अर्को राखिदिँदाखेरि भइहाल्यो त टोक्लाले पनि फेर्नुपर्छ त्यो उनीहरूलाई त्यो प्रब्लम हुँदैन नि त जुन कलर राखे पनि भइहाल्यो नि टोक्लाले मात्र होइन विश्वव्यापी यहाँ धुलाबारी नलागेर माथि सबैले यो चाहिँ निराकरण गर्नै पर्छ एकतिर मात्रै होइन बुधबारे साइड भयो वरिपरि सबै राउन्ड सबैजनाको राम्रै होस् न कल्याण होस् न हो सबैतिर राम्रो हुँदा त राम्रो हुन्छ नि हो नि कसैको नराम्रो हुँदाखेरि सबैतिर नराम्रो हुन्छ त्यसले गर्दाखेरि लाभ हुन्छ क्या त्यहाँ होइन प्रकृतिका लागि भने त सबै लाग्नुपर्छ सबै लाग्नुपर्छ एकजनाको त उपाय चल्दैन एकजनाले मात्रै गरेर हुँदैन यो भनेको सबैले मिलेर जाने कुरा हो र मैले चाहिँ अब त्यति आन्दोलन गरेँ होइन मेरो 18-20 वर्ष यसो अनुसन्धानले पनि अब त्यही देखाउँदैछ अहिले मेरो 20 वर्षको समय चाहिँ यसैमा जस्तो जाँदैछ बित्दैछ ए हजुर होइन राम्रो हो लु यो कुरा चाहिँ अब लु लाग्नै पर्यो होइन सबैजना मिलेर होइन जुट्नै पर्दा मात्रै हो अति भयो आमा त्यो के बोतल बोकेर ए म थाप्ने बोतल ठिक छ ल उहाँले त लगभग उठाइसक्नु भयो है मौरी अब अलिकति बाँकी छ बिस्तारै ठेल्नु हुँदो रहेछ अनि विदेशतिर भए यस्तो के लाउँछन् नि नेपालमा त यसरी हातैले मजाले मलाई त पर्दै पर्दैन त्यो माछा केही पनि चाहिँदैन म त यहाँ झोल टाँगेर उभिनु पर्ला भनेको टोक्छ भनेर टोक्दैन ऊ भाग्दैन रहेछ त एउटै पनि अनि अर्को कुरो कसैलाई बाथले भेटेको छ भने त्यसलाई त खाँदैन ए बाथ नसा छ भने यो पनि डराउँछ ल त्यो पो छ त त्यसको पहिचान त कहाँ अनि यो त राम्रो इन्डिकेटरको लक्षण मात्रै दिन्छ नि त यसले नराम्रो भयो भने त यो निस्केर भाग्ने पुरै घारै त्याग गर्ने हुन्छ नि त वरिपरि ए राम्रो वातावरण जहाँ राम्रो छ त्यहाँ मात्रै सजाएर बस्ने यसले ए इन्डिकेटर राम्रोको मात्रै दिन्छ नराम्रो हुने भयो नराम्रो हुने छ भनेपछि यो अनि आफै जान्छ यसले त इन्डिकेटर राम्रोको मात्रै गर्छ क्या ओ बसेको वरिपरि चाहिँ राम्रो रहेछ है भन्ने कुरो जान्नु पर्यो त मौरी बसेको वरिपरि चाहिँ यहाँको हावापानी पनि ठिक रहेछ फलफुलहरू भएको प्रदूषण नभएको मान्छेले पनि जान्नु पर्यो बिस्तारै फुक्दै हुनुहुन्छ मौरी उडाउनलाई यो कालो ब्याट जस्तो देखेको चाहिँ मौरी हो उहाँले यसलाई भोक्कै झार्नु भन्दा फेरि खत्तम हुन्छ नि त मलाई टोक्छ क्या सबले फेरि ल एकछिन ल यहाँ हेर्नु म भिडियो खिच्छु ल कस्तो राम्रो मौरी लिएर आउनुभयो कि उहाँले त यति धेरै मौरी चाहिँ भागेको रहेछ यो चाहिँ सामूहिक लाभदायक प्राकृतिक प्रेमी क्रिया हो कि हजुर यो एउटालाई मात्रै यसले सपोर्ट सरसहयोग गर्दैन सबैका लागि सहयोगी यो प्राकृतिक प्रेमी क्रिया हो त्यसले गर्दाखेरि हामी सबैले यसलाई चाहिँ संरक्षण गरौँ हो ल हो ठिक बचाउँ ल है त अब त्यो चाहिँ त्यहाँ मुनि चाहिँ कसरी राख्नु अड्याउने कि आफै जान्छ फेरि जान्छ अब जान्छ कि ए म त भक्कै छोडिदिनु जाला भनेको त ए बुढो स्पिड कुदेर गइहाल्यो नि अस्ति पनि छुट्टियो छ क्यारा ए भोलि चाहिँ अनि यो बाटा लाग्छ आज चाहिँ बास बसेर अनि भोलि अघि गयो होला कतै होइन हजुर अब कहीँ गयो होला भेटेन के गरौँ घर खोज्न जान्छ एकचोटि ए सबै निहाल्नु हात जोडेर जान्छ शरण पर्दै हात घार खोज्न आएको नआएको त्यो यसको लक्षण हेर्दै थाहा पाइहालिन्छ
ए हजुर दुईटा खुट्टा टिनी गरेर बिस्तारो दुईटा खुट्टा तल झारेर अगाडिको हात जस्तो देखेर त्यो देखियो भने घर खन्न आएको है भन्ने कुरो पहिचान गर्न सकिन्छ कि ए मौरीलाई हेरेरै मौरी त्यो घर खन्न आएको हो कि होइन भन्ने कुरो चाहिँ मौरीको त्यो हिँडाइ त्यसको त्यहाँ वरिपरि घुमाइ हेर्दा हेर्दै लक्षण हेर्दा हेर्दै त्यो थाहा पाइहालिन्छ घर खन्न आएको हो कि होइन भन्ने कुरो ए हजुर हजुर अगाडिको हात ठ्याक्कै हात जम्लाहात गरेर शरण परेर आए जस्तो हुन्छ क्या ए घर खन्न गएको छ मलाई बास देऊ है भनेर हजुर अगाडिको बास पाउँछु पाउँदिनँ हे नारायण भन्दै त्यसरी घुमेर हिँड्छ क्या ए बास खोज्न अनि मौरी कहाँ छुट्टिएछ है छुट्टिने रहेछ भन्ने कुरो अनि त्यतिखेर पहिचान पाउन सकिन्छ अब मौरी घार खन्न आएछ भन्ने कुरो अनि जानियो अनि घारमा लगेर त्यसलाई ठ्याक्क हालिदिने हो भने राम्रो खालको घार छ भनेदेखि अनि एउटा दोडा आउँछ अनि एउटा दोडा आउँदा आउँदै एक मुठी आउँछ आउँदा आउँदै एक मानु आउँदा आउँदै अनि एकैछिनमा 1 घन्टा 1.5 घन्टा पछाडि त हर्रै आउँछ गोलो ए है कस्तो हो त्यस्तो हो यही मौरीले मात्रै परम्परागत रीतिरिवाज यिनीहरूको सङ्गोल यिनीहरूको मेलमिलाप मौरीले मात्रै प्राणीले छोडेको छैन अब मानव जगतमा मानवले चाहिँ सबैतिर छोडिसके मानवले त छोडिसके नि उहिले मानव त अब दानवबाट पनि अब खराब भइसक्यो होइन काम दिँदैन यसले चाहिँ अब यो प्रकृति प्रेमी किरा भएका कारणले गर्दाखेरि यसले चाहिँ प्रकृतिले जुन अवस्थामा जसरी यसलाई वरदान दिएको थियो त्यो रीत नियम चाहिँ यसले आजसम्म छोडेको छैन हजुर हजुर मौरीले परम्परागतमै अब चलिराखेको छ होइन गोला छुट्टिएर जाने अनि त्यहाँबाट तपाईँको निख्रिएर गएको छ भने बाध्यताले एउटा दोडा तपाईँको यहाँबाट निख्रिएर गयो नि हजुर मौरी घारबाट निख्रिएर गयो भनेर अब घारसार लडाउने ओर्ने काम नगर्नु कहिल्यै पनि त्यहाँबाट निस्केर गएर एक ठाउँ गएर फैलिन्छ नि हजुर त्यो फैलिएपछि त्यो छुट्टिएको अवस्थामा हजुर यहाँबाट निस्केर गएको छ भनेदेखि तपाईँकामा यो घारमा अनिवार्य आउँछ कि आउँछ बाध्यताले त्यो प्राकृतिक नियम हो त्यो परम्परा उसले जन्मैदेखि जुन बेला प्रकृतिले वरदान गरे होइन गर्दाखेरि यो चाहिँ अति लाभदायक प्रेमी किरा हो ल मौरीको भिडियो खिचेको मौरीको भिडियो त्यहाँबाट मौरी छुटेर आएछ कि अनि उहाँले लानालाई मौरी भेला गर्दै हुनुहुन्छ अनि कस्तो मजाले भेला गर्नु हुँदो रहेछ कि त्यो गजब लागेर मैले चाहिँ भिडियो खिचेको त्यहाँबाट छुटेर बाँसको उमा थियो बाँसमा गएको रहेछ अनि त्यहाँबाट उहाँले यता निकाल्नु भएको कि टोक्दैन रहेछ अनि यत्रो झुन्ड आफै निकालेर ल्याउनु भयो घारमा लाउँदै हुनुहुन्छ कला रहेछ नि त यो पनि एउटा रानी मौरी निकालेर अँध्यारो भएपछि रानी चाहिँ चिन्नु सक्दैन अरे अँध्यारो पनि अहिले त देख्नै छैन रानी पत्ता लगाउने त उनीहरूले कर्म आफै मौरीले हो यता मान्छेले चाहिँ चिनेर हाल्नु पर्यो होला नि उनीहरूले आफै पछ्याउँछन् होला होइन पछ्याइहाल्छ नि भोलि बिहान अनि कति रह्यो बाँकी त सबै सिद्ध्याउनु भयो त नि तपाईँले पनि लु हामी भोलि बिहान 5:30 को छ हाम्रो फ्लाइट माइक्रो 5:30 को ल धन्यवाद है बहिनी ल हस् लु यति बेर सहयोग गरिदिनु हो होइन हजुर तपाईँको कुरो राम्रो लाग्यो यो कुरो चाहिँ अब हामी सबैले मिलेर पहल गर्नु पर्यो यहाँनिर म पनि अहिले कुरा गरिदिइरहेको छु अनि भयो भने यसो नगरपालिकाहरू गाउँपालिका कता कता के हुन्छ सबैलाई भनेर त्यो यो बत्ती भनेको चोरको निराकरण गरौँ भनेर राखेका हुन् वास्तवमा मैले यसो अनुमान गर्दाखेरि तर चोरले पनि तपाईँको 6 बजी अगाडि 7 बजी अगाडि 6 बजीभित्र कहिले पनि चोर्न सक्दैन चोर त 12-1 बजी हो नि आउने चोर्न सक्दैन त्यसले गर्दाखेरि यो बत्ती 6 बजीदेखि उता बल्यो भने सबैको लाभदायी सबैलाई कल्याणकारी बिहान 4 बजी बत्ती मर्यो भने 5 बजीका बिचमा कहिले पनि चोर्दैन चोरले 12 बजी नि मात्रै हेर्छ 4 बजी बत्ती मर्यो भने अथवा 4:30 मा मर्यो भनेदेखि यो प्राणीले सुख पाउँछ क्या यो प्राणी हुर्केदेखि हामी सबैको कल्याण हुन्छ मानव जीवितको सबैको कल्याण हुन्छ मौरी पालन देख्छु म पनि देख्छु कि म चाहिँ अब आजभोलि छैन मेरा 17-18 घार गोला यहाँ नाश भए
त्यही त बत्तीले उ गरेर के उहाँको आउँदैछु है, यो मौरी रहेछ। बत्तीले अब यो बत्ती चाहिँ यो मौरी आइपुग्नुभन्दा अगाडि बत्ती बल्यो भने चाहिँ घरमा नआएर बत्तीमा जान्छ अरे के अनि त्यो भएपछि मर्दो रहेछ के अनि अलिक ढिलो बालिदिँदाखेरि हुन्छ नगरपालिकाहरूले पनि यसो गरिदियो भने होइन घार एउटा सबैजना मिल्यो भने त हुन्छ नि भनेको नि त ल हाम्रो कथा चाहिँ त्यस्तो बोलाइराखौँ गयो त नि सबै त्यहाँ हाल्नुभयो हौ गुणमा यो यहाँ सेन्टरमा राखेर भने म मौरी निकाल्छु तिमी उता गर टोक्दैन नडराइकन डराउनै पर्दैन एउटा डोडाले टोकिकन केही पनि हुने त्यो छुरी उता राख्न त्यो भाग्नै पर्दैन ल बस त्यति सानो पालबाट निस्किन्छ त मौरी नि निस्किन्छ त्यत्रै हुन्छ यो चाहिँ ठुलो हो क्या निस्किहाल्छ एउटा मौरी बालै रहेछ कहाँ एउटा दुइटा उडिरहेछ आफै अब खोजेर आफै पस्छ बाटोमा फिजियो भने होइन यति बेला त छिरिहाल्छ अन्त मौरीलाई र छिर्छ त त्यति बेला ठुलो नचाहिने छ नि ठाउँ यत्तिकै बेला छिर्छ एउटा डोरी हेरेर पनि छ भने जो डोरी खोजेर ल्याइदेऊ त्यो छुरीबाट नकुदा त्यसरी भोलि पर्सि म काट्दाखेरि होला त्यो पनि घार छुट्टिन्छ भन्ने मलाई शङ्का लाग्यो त्यो पोर छुट्टिएर त्यहाँ राखेको कि ए हजुर यही गोला छुट्टिएर त्यहाँ राखेको नि त कसरी थाहा पाउनुहुन्छ तपाईँले अनि यहाँ छुट्टियो है भनेर कराउनुहुन्छ अनि आउनु पर्यो नि ए अनि गोलो लाग्यो गयो यसरी नजिक नजिक भेट्ने ठाउँबाट त ल्याइहाल्नु हुँदो रहेछ नि त त्यहाँ छुट्टिँदै गर्दा भेट्यो भने म बसाइहाल्छु कि ए टाढो जान दिन्न छुट्टिँदै गर्दा चाहिँ देखेँ भने भाग्दैन हजुर अनि अब गोला अघि गइसकेको छ भने त उपाय लाग्दैन ओ छुट्टिँदै वरिपरि भर्खर अब निस्क्यो छुट्टिने भयो भन्ने थाहा पाएपछि चाहिँ हमेसी जान पाउँदैन